आजको मेरो यात्रा प्रकृतिसँगको थियो, जो आफैमा सुन्दर, फराकिलो, अटल अनि बलियो हुने गर्छ। यात्रा भनेर याद आयो, यो हाम्रो जिन्दगी पनि त यात्रा हो नि है। आमाको काखदेखिको यात्रा प्रकृतिको काखमा गएर टुङ्गिन्छ। मलाई त्यो यो यात्रा सप्तरङ्गी जस्तै लाग्छ। थरी परिस्थितिहरू, कहिलेकाहीँ त्यही कमजोर परिस्थितिमा हतोत्साहित भइन्छ अनि लाग्छ ओहो जिन्दगी सकियो, अब केही पनि छैन। तर होइन, यो नै हाम्रो नयाँ सुरुवात हो। हामीले फेरि नयाँ तरिकाले हाम्रो यात्रालाई अगाडि चाल्नुपर्छ। हामीले हाम्रो यात्रालाई गन्तव्यसम्म पुर्याएरै छोड्नुपर्छ। तपाईँलाई थाहा छ, यात्रा गर्दा हामी थाक्न पनि पाउँछौँ, हामी एकछिन रोकिन पनि पाउँछौँ, हामी एकछिन कमजोर हुन पनि पाउँछौँ, हामी हतोत्साहित भएर डराउन पनि पाउँछौँ। तर बिच बाटोमै छोडेर भाग्न पनि पाइँदैन, किनकि गन्तव्य बिनाको यात्रा त बेस्वाद लाग्छ। जस्तो गुलाब जामुन गुलियोपन बिना तपाईँहरूलाई मनपर्छ, मलाई त बेस्वाद लाग्छ, मनै पर्दैन। हो त्यस्तै त हो नि यात्रा पनि, बिना गन्तव्यको पनि के यात्रा। त्यसैले म त मेरो यात्रालाई गन्तव्यसम्म पुर्याउन निरन्तर लागिरहेकी छु। अनि तपाईहरूले आफ्नो यात्रालाई निरन्तरता दिनुभएको छ कि छैन? यदि छ भने तपाईँहरूलाई शुभकामना। अनि यात्रालाई रोक्नु भएको छ भने आजबाट सुरु गरिहाल्नुहोस् है, किनकि यात्रालाई गन्तव्यसम्म पुर्याउनुको मजा पनि छुट्टै छ नि। यदि तपाईँले तपाईँको यात्रालाई गन्तव्यसम्म पुर्याउनु भयो भने आत्मसन्तुष्टि मिल्नेछ अनि तपाईँको यात्रालाई हेर्नेहरूले आनन्द पनि त लिनेछन्। त्यसैले आफ्नो यात्रालाई नरोक्नुहोस्, निरन्तरता दिइरहनुहोस्। तपाईँहरूले चाल्दै गर्नुभएको तपाईँको यात्राहरूको लागि शुभ यात्रा है साथी।